च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु है। हजुरहरू सन्चै हुनुहुन्छ होला म सन्चै छु। अनि आज चाहिँ शिवरात्रि, ह्याप्पी शिवरात्रि सबैलाई। अनि अहिले चाहिँ भर्खर घरको सरसफाइ गरिसकेँ। सबै लागेर फ्यामिली सबै लागेर घरको सरसफाइ गऱ्यौँ, सबै मिलायौँ होइन। आज त्यसैले बिहानपट्टिको भिडियो बनाउन पाएन। उठे एकछिनपछि मैले किताब पढेँ, त्यसपछि चाहिँ हामी सरसफाइ गर्नुतिर लाग्यौँ। अझ सरसफाइ गर्नै छ। अनि शिवरात्रि राम्रोसँग मनाउनु होला, धेरै पाङ पकौडा नखानु होइन। हामीले सरसफाइ गऱ्यौँ। यो मैले मिलाए मन पराउने नै हो यो बहिनी। अब आफैले सबै आफैहरू भन्ने पछि रिसिने हो मुदेखि। आज मैले अरे मन पराउने न कोही कोही बहिनी खानेसी बहिनी पढ त्यो तलको उदे त त्यो तल काबिका तलको फुटा होला त्यो त भएन यहाँ मान्ने छ। अनि कस्तो छ यो त खाना बनाएर टाइस्या बुवा पनि लाग्छ परे हाई गर यी बहिनी मिलाउला। मैले मिला मनै पढाउने नै त क्या भनी बहिनी सीता क्या भने अहिले भन्न लाग्छ कि अघि भन्न लाग्यो कि अहिले भन्ने न यहाँ हेर त। यो ओछ्यान भएन, अब अर्को ओछ्यान लगाउँछु। अब यो वाला तन्ना लगाउने। अब यो तन्ना भएन, चिसो हुनु अरे धुनिया भन्यो। अब अर्को लगाउने हौ परे कति जति मैले भिडियो बनाउने भन्ने नै क्या हो कि मेरो त ल्यापटप पनि 2 बटन गयो क्या यार, 2 बटन गयो क्या। यसले किताब पढ्न लाग्यो। हाँ प्रोजेक्ट बनाउन हाँ क्या छिटो छिटो यो मिलाउनु पर्दैन, छिटो गर ल मेरो मुख नदेऊ। किन त भाइरल होइन र लागिसक्यो होइन। मम्मीले खाना हाल्यो, हामी खाना खान जान्ला। ए बुवाले त खाना खान स्टार्ट गरेर रहेछ। आइ क्या त के बनाएछ मम्मी खाना? भात दाल हैन, भात दाल खाइसक्यो होइन। अलिअलि काली पनि छाइया तही मासु चाहिन्छ कालीको पनि अब तही पनि लाग्छ खाइहाल्यो। अब मासु या छाइ चाहिन सिलिन्डर माथि मिटर नखायो पराल भात छाइहाल्यो मिटिल्न हो परे ल खा। त्यो खा अहिले बुवाले खाना खायो है। अहिले अझ बाख्रै घाँस काट्न लाग्छ। एकचोटि खाली होइसिन होइन केही काम अरे हुन थिस्यो। अब होइन एकछिनमा पनि किताब पढिहालौँ। प्रोजेक्ट बनाउँछु म पनि। सोसियलको प्रोजेक्ट बनाउनु छ, अझ इङ्ग्लिसको फेयर पनि गर्नु छ। आज चाहिँ म सक्छु सोसियलको प्रोजेक्ट अनि इङ्ग्लिसको फेयर। त्यो पछि मैले सोसियलको प्रोजेक्ट बनाउनु थियो, मैले सोसियलको प्रोजेक्ट बनाउन लागेँ। मुख लेखिसकेपछि मैले त्यसपछि माथि आएर घाममा हाल्न लाग्यो होइन, सुकाउन लागेँ। यो तोरीलाई म त अस्ति मम्मीले गाउँबाट ल्याएको केरा थियो, म त्यो बुवा दबाई हालेर पकाउन आँछिस्यो। घाम लाग्यो नि त ढोक्ले